साथीहरू नमस्ते अनि स्वागत छ हजुर सबैजनालाई। आज यो भिडियो अन्तर्गत रहेर मैले युट्युबको लागि थम्बनेल कसरी बनाइन्छ भन्ने भिडियो यहाँहरूको माझ मैले लिएर आएको छु। र स्पेसल यो भिडियो चाहिँ नयाँ युट्युबर साथीहरूको लागि जसले भर्खरै युट्युब जर्नी स्टार्ट गर्दै हुनुहुन्छ उहाँलाई अलि थाहा नहुनसक्छ र हामीले थम्बनेल बनाउँदाखेरि आई क्याचिङ हुनुपर्छ होइन। सबभन्दा स्टार्टमा जुन हामीले भिडियो बनाइसकेपछि र थम्बनेल मेन कुरो भनेको थम्बनेल र टाइटलमा ध्यान दिनुपर्छ। त्यति दियो भने हाम्रो च्यानल राम्रो हुन्छ, एकदम धेरै ग्रो हुन्छ, प्रोफेसनल देखिन्छ, राम्रो देखिन्छ। त्यसले गर्दाखेरि मैले तपाईँहरूलाई कसरी बनाउने भन्ने विषयमा मैले आज यो भिडियो ल्याएको छु। तपाईँहरूले यो भिडियोले एकदम हेल्पफुल अनि तपाईँहरूलाई सहयोग पनि मिल्नेछ यो भिडियोले। सुरुबाट अन्त्यसम्म हेर्दै जानु होला र मैले जे भन्छु त्यही अनुसारले तपाईँहरू पनि त्यही अनुसारले नै मेरो फलोअप गर्दै जानु होला, त्यसरी बनाउनु होला। अनि जुन भिडियो स्टार्ट गर्नुभन्दा पहिला तपाईँहरूलाई मैले के रिकमेन्ड गराउन चाहन्छु भने जुन यहाँ देख्न सक्नुहुन्छ मसँग यो रिमुभ डट बिजी भन्ने छ। यो चाहिँ इमेजको ब्याकग्राउन्ड यसले चाहिँ रिमुभ गर्छ। यो डाउनलोड गर्न जरुरत छ। भिडियो सुरुवात गर्नुभन्दा पहिला तपाईँले यो डाउनलोड गर्नु होला। अनि दोस्रो अर्को यहाँ छ, अर्को छ र अर्को देख्न सक्नुहुन्छ यहाँले इमेज डाउनलोडर भन्ने छ। यो डाउनलोड गर्नु होला। तपाईँहरूको एन्ड्रोइड मोबाइलमा मजाले डाउनलोड गर्न सक्नुहुन्छ। र यसले चाहिँ के गर्छ भने तपाईँहरूलाई जति पनि चाहिएको सोसियल मिडियाको जुन पिक्चरहरू छ होइन, अथवा चाहिँ रियाक्सनको फोटोहरू छ, अनबक्सिङको रियाक्सनको या कुनै पनि सोसियल मिडियाहरूको जुन तपाईँहरूलाई चाहिने जुन जुन मेटेरियल छ यहाँबाट डाउनलोड गर्नुहुन्छ। जुनै पनि तपाईँले सर्च गर्नुहोस् यो एप डाउनलोड गरेर तपाईँको जुनै पनि चाहिने तपाईँलाई एरोदेखि लिएर होइन, तपाईँको रियाक्सन इमेजदेखि लिएर तपाईँको एङ्ग्री इमेजदेखि लिएर सबै किसिमको यहाँ पाउन सक्नुहुन्छ। ढिला नगरिकन अब जुन विषयवस्तुतिर जाउँ। अब तपाईँहरूले पनि यो जुन पिक्चर ल्याब भन्ने डाउनलोड गर्नु होला। यो एप जुन मैले यहाँ देखिसक्नु भएको छ हजुरहरूले, पिक्चर ल्याब एकदमै जरुरत छ। मैले मोबाइलबाटै र पिक्चर ल्याबबाट चाहिँ कसरी हामीले थम्बनेल बनाइन्छ भन्ने विषयमा मैले आज भिडियो तपाईँहरूको माझ ल्याएको छु। ध्यान दिएर हेर्नु होला। सिम्पली हामी पिक्चर ल्याबमा जाउँ है, ओपन गरौँ। यहाँ ओपन गरिसके पछाडि यस्तो खालको इन्टरफेस देख्नुहुन्छ र माथि सबभन्दा टपमा 3टा डटमा टच गर्नु होला। अनि इमेज साइजमा टच गर्नु होला। यति गरे पछाडि यहाँ देख्न सक्नुहुन्छ थम्बनेल, युट्युब थम्बनेल भनेर देख्न सक्नुहुन्छ। यो युट्युब थम्बनेललाई टच गर्नु होला। अनि त्यसपछि यसलाई ओके गरिदिनु होला। युट्युब थम्बनेल साइजको हाम्रो यहाँ इमेज आइसकेको छ साइज होइन। अब यो जुन न्यू टेक्स्ट छ, न्यू टेक्स्टलाई यहाँ टच गरेर यतापट्टि माथिपट्टि जुन प्लसको आइकन देख्नु भएको छ हो त्यहाँनिरको डिलिटलाई टच गरिदिनु होला। यसरी डिलिट गऱ्यो भने यो जान्छ होइन। आफूले चाहेको जुन पिक्चर यहाँ ल्याउन पनि सकिन्छ होइन। र कलर कुन चाहिँ कलरको ल्याउने हो त्यो पनि आफूले चाहेअनुसार कलर ल्याउन सकिन्छ। र म यहाँ स्क्वायरमा गएँ। ल सबभन्दा लास्टमा हेर्न सक्नुहुन्छ, तलपट्टि लास्टमा यहाँ स्क्वायर डबल स्क्वायर भएको ठाउँ त्यहाँ टच गर्नु होला। र यतापट्टि कलर देख्नुहुन्छ, कलरमा टच गर्नु होला। तपाईँलाई कुन चाहिँ चाहियो अब कलर, अब यहाँ पनि चुज गर्न सक्नुहुन्छ, कालो, निलो, हरियो, पहेँलो होइन, जस्तो सुकै त्यो भए पनि हुन्छ। र यदि त्यो खण्डमा चाहिएन भने यहाँ जुन ग्रेनेड छ ग्रेनेडमा टच गर्नु होला। र आफ्नो जुन कलर अनुसारको होइन, आफ्नो चुज अनुसारको कलर अनुसारको यहाँ तपाईँहरूले पनि चुज गर्न सक्नुहुन्छ। र यो प्लसको आइकनमा जानु। प्लसको आइकनमा गए पछाडि यता साइडमा यो एरो देखाइरहेको छ, यहाँ टच गर्नु होला। र तपाईँलाई कुन चाहिँ कलरको मनपर्छ यहाँ जुन होइन त्यो अनुसारले यहाँ चुज गर्नु होला। यसरी यो तरिकाले। अनि अब तपाईँलाई कहाँनिर अब कुन चाहिँ कलर मनपर्छ है यो चुज गर्नुहोस् सबै होइन। यसरी होइन, म चाहिँ यो पिङ्क कलरको चुज गरेँ होइन। यति गरेपछि यहाँ ओकेमा थिचिदिनु होला। र अनि फेरि यतापट्टि एरो यता जुन राइट साइडको टच गर्नु होला। र अनि फेरि यो कलरको जुन देखेको छ यता साइडमा यता छेउमा कलरमा राइट साइडको त्यहाँ टच गर्नुहोस्। अनि त्यसपछि फेरि यता कुन चाहिँ कलरको चाहिएको छ हजुरहरूलाई होइन, यो तरिकाको युज गरौँ है। ल हेर्न सक्नुहुन्छ यहाँ आइसकेको छ। यो तरिकाले तपाईँहरूले पनि ओकेमा थिचिदिनु होला। हेर्न सक्नुहुन्छ यहाँनिर यतापट्टि राइटमा लेफ्टमा डिफ्रेन्ट कलर छ होइन। अब यसलाई ओकेमा राइट थिचिदिनु होला। त्यसपछि अब हामीले ब्याकग्राउन्ड चुज गर्नुपर्ने हुन्छ। ब्याकग्राउन्ड चुज गऱ्यो भने अलिकति हेर्दा आकर्षक राम्रो हुन्छ। मैले यहाँ चाहिँ डलर साइनको चाहिँ म लिएर आउँछु है। हेर्न सक्नुहुन्छ मैले यहाँ डलरको ल्याइसकेको छु। अब यसलाई कति पनि यसलाई हातले टच नगर्नु होला, छेडछाड कति पनि नगर्नु होला। र यसलाई यो जुन बिचको तल सबभन्दा लास्टको गोलो आकारलाई थिचिदिनु होला यहाँनिर। यसो गरे पछाडि यहाँ अपासिटी यो रिलेटिभ साइज भनिन्छ, यो रिलेटिभ साइजलाई टच गरिदिनु होला।
यसलाई हल्का बढाइदिनु यसरी र बढी फुल साइजमा गयो र ओकेमा थिचिदिनु होला। अपासिटीमा जानु होला। अपासिटीमा गरेपछि यसलाई अलिकति घटाइदिनुपर्छ। यो पुरै राम्रो हुँदैन, यसलाई अलिकति घटाइदिनु होला। यसलाई समथिङ यसलाई 25 मा गराइदिनुहोस् हैन। र यति गरेपछि यसलाई ओके गरिदिनु होला। त्यसपछि अनि म यहाँ यो चाहिँ यो जुन थम्बनेल छ मैले अनबक्सिङको बनाउन जाँदैछु। अब तपाईँहरूले पनि आफ्नो कुन सम्बन्धी भिडियो बनाउनु भएको छ, भ्लगिङ बनाउनु भएको छ या चाहिँ नि मोटो भ्लगको बनाउनु भएको छ होइन, अब कतै पिकनिक गएको छ होइन, कतै केही अब घर फ्यामिलीतिर बनाउनु भएको छ, त्यो अनुसारकै थम्बनेल बनाउनु पर्ने हुन्छ। यहाँ तपाईँहरूले पनि त्यो अनुसारले बनाउनु होला। र मैले यहाँ अब अनबक्सिङ भनेपछि त त्यस्तै एउटा मान्छेको पिक्चर लिएर आएर आफूले आफ्नै फोटो राखे पनि भयो, तर डाउनलोड गरेर रियाक्सन भिडियो भनेर डाउनलोड गरेर यहाँ लिएर राख्नु भए पनि हुन्छ होइन। त्यसरी मैले चाहिँ म अलरेडी डाउनलोड गरिसकेको छु होइन, त्यहाँबाट मैले चाहिँ लिएर आउनेछु। अब त्यसको लागि म यहाँ ब्याकग्राउन्डमा जान्छु। ब्याकग्राउन्डमा जान्छु, हेर्दै रहनु होला। अब म यो जुन रिमुभमा गएँ होइन, रिमुभमा गएपछि यहाँ फोटो कसरी तपाईँले सबै कुरा सिक्नुहुन्छ यहाँबाट। अब यहाँ चाहिँ अपलोड इमेजमा जानु होला। त्यसपछि यो तल ग्यालेरीमा जानु होला। अनि त्यसपछि मैले यहाँ अनबक्सिङको भनेर यहाँ एउटा रियाक्सन भिडियो छ होइन, यसलाई यो रिमुभ गर्दैछु, ब्याकग्राउन्डको रिमुभ गर्दैछु र यहाँ तल डाउनलोड भनेर यसमा फ्रीमा टच गर्नु होला। यो सेभ हुन्छ अटोमेटिकली ग्यालेरीमा। अनि यसलाई फेरि तपाईँ अब ब्याकमा जानु होला र पिक्चर ल्याबमा जानु होला। यति गरेपछि माथि यो प्लस आइकन टच गर्नुहोस्, ग्यालेरीमा जानुहोस् र यसलाई जुन पिक्चर छ यसलाई अलिकति सानो साइजमा बनाउनु होला र यतापट्टि फर्काइदिनु होला होइन। यसलाई यस्तो साइड गरेर होइन, अनि यसलाई ओकेमा थिचिदिनु होला। यहाँ आइसक्यो ल, हेर्नुहोस् पछाडि केही पनि छैन, एकदम क्लियर छ होइन। यो रियाक्सन भिडियो छ होइन अनबक्सिङको होइन, कस्तो खुसी भएको होइन। तपाईँहरूले पनि यस्तै गर्न सक्नुहुन्छ। मैले एक्जाम्पल मात्रै दिएको हो। अब म चाहिँ वायरलेस माइस अनबक्सिङ भनेर म लेख्नेछु यहाँ। 2-4 कुराहरू तपाईँहरूले टेक्स्टमा पनि लेख्नुपर्ने हुन्छ। त्यसको लागि माथि यो प्लस आइकनमा जानु होला होइन, त्यसपछि यो टेक्स्टमा जानु होला। त्यसपछि यसलाई डबल टच गरिदिनु होला। अनि त्यसपछि फेरि यहाँ कुन खालको अब मैले लेख्छु यहाँ मेरो वायरलेस माइस लार्क M2 भनेर मैले लेखेको छु है। यो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। ओकेमा थिचिदिनु होला। ओकेमा थिचेपछि यहाँ तल हेर्न सक्नुहुन्छ आइसक्यो। यसलाई अब ठुलो सानो पनि यो चुच्चोले जुन फिङ्गरको यो जुन साइडकोले टच गरेर यहाँ तपाईँको यहाँ ठुलो सानो पनि गर्न सक्नुहुन्छ होइन। यसलाई हामीले यसरी पनि बनाउन सकिन्छ होइन। र यो अक्षर लेखेको अक्षरलाई अलिक प्रोफेसनल बनाउनको लागि यतापट्टि तलपट्टि जानु होला। यो एमा थिच्नु होला। एमा थिचे पछाडि अब यसलाई जुन फन्टमा यसलाई कुन मोडलमा लाने अब होइन, यो स्टाइलिस बनायो भने राम्रो हुन्छ। अब यहाँ जानु होला फन्टमा गए पछाडि यहाँ हरेक किसिमको साइजहरू फन्ट साइजहरू आउँछ होइन। तपाईँहरूले यहाँ जुन पनि आफ्नो मन लागेको यहाँ लेख्न सक्नुहुन्छ है। टच गरिदियो भने यहाँ अटोमेटिकली त्यहाँ जान्छ। यहाँ हेर्न सक्नुहुन्छ आइसकेको छ होइन। अब यसलाई स्टकमा जानु होला। अझै स्टकमा गए पछाडि यहाँ ओपन गरिदिनु होला, यसरी इनेबल गरिदिनु होला होइन। इनेबल गरिदिए पछाडि अब यहाँ ब्ल्याक खालको आइसकेको छ। अब यसलाई अलिकति हल्का कालोमा थिचेर अलिकति डार्क बनाइदियो भने अझै राम्रो होला होइन। र यसलाई टच गरिदिनु होला है। यति गरे पछाडि हाम्रो यहाँ आइसकेको छ। अब फेरि यसलाई कलर चेन्ज गर्छु भन्नुहुन्छ भने यहाँ पनि पाइयो। यो कलरमा जानु होला, यहाँ यसरी टच गरिदिनुहोस् र अनि कुन चाहिँ कलर तपाईँलाई राम्रो लाग्छ। जस्तो अब यहाँ कुन चाहिँ अलिकति आकर्षक लुक्समा अलिकति राम्रो भनेको यो देखेँ मैले होइन। यसलाई टच गरिदिउँ होइन, हेर्न सक्नुहुन्छ। यो तरिकाले हामीले बनाउन सकिन्छ। अझै बेटर प्रोफेसनलको लागि यो स्याडोमा नि गर्न सक्नुहुन्छ। स्याडोमा थिच्यो भने अझै बेटर हुन्छ होइन। टच गरिदिनु होला, ओके गरिदिनु होला होइन। र यतिले मात्रै भएन, फेरि अब हामीले एउटा टेक्स्ट थप्नुपर्ने हुन्छ। त्यसको लागि फेरि यो प्लसको आइकनमा जानु होला, यसरी टेक्स्टमा जानु होला। यसलाई यहाँ ल्याउनु टच गरेर फेरि यसलाई डबल टच गर्नु होला। अनि अनबक्सिङ भनेर लेख्नु होला। अनबक्सिङ भनेर लेखिदिनुहोस् होइन। यहाँ यति भने पछाडि यसलाई पनि यसको जुन कलर चेन्ज गरिदिउँ होइन, कालोमा रातोमा लगाइदिउँ होइन। यसलाई ओके गरिदिनु होला। र अनि फन्ट साइज पनि चेन्ज गरिदिनुहोस्, यसलाई कुन चाहिँ राम्रो हुन्छ होइन। त्यो तरिकाले यहाँ हेर्न सक्नुहुन्छ। त्यो पनि आइसकेको छ। र अपासिटीमा के अरे स्टकमा जानु होला। स्टकमा गएपछि यसलाई कुनमा राम्रो हुन्छ होइन। अब यसको चाहिँ अपासिटीको यहाँ अलि राम्रो जस्तो लाग्यो मलाई होइन।
र यसलाई टच गरिदिनु होला। यदि गरे पछाडि अलिकति आकर्षक पनि देखियो होइन। अझै थप्न चाहनुहुन्छ भने यहाँ तल पनि केही थप्न सकिन्छ। अब यहाँ चाहिँ अब हामीले पिक्चर ल्याएर जुन माइसको पिक्चर ल्याएर अपलोड गरिदियो भने झन् बेटर हुन्छ होइन। त्यसको लागि यसमा जानु होला, ग्यालेरीमा जानु होला। अब यहाँ मसँग अलरेडी नै भएको कारणले गर्दाखेरि मैले यो चाहिँ नि लिएर आएर यहाँनिर मैले राखिदिएँ होइन। यो चाहिँ अलिक सानो साइजमा घटाएर राख्न सक्नुहुन्छ होइन। यहाँनिर यो तरिकाले राखिदिनु भयो भने अझै बेटर हुन्छ होइन। यो माथिको लेयरमा टच गर्नु होला। लेयरमा टच गरेपछि यतापट्टि जुन देखेको छ यो चापीको जस्तो छ, त्यसलाई टच गरिदिनु होला। यति टच गरेर यसो गरिदिएपछि हल्लिँदैन होइन, यताउता मुभ हुँदैन, यसलाई राम्रो हुन्छ होइन। यसलाई फेरि यसै टच गरिदिनु भने ब्याकमा जान्छ। अनि त्यसपछि अब हामीले यसलाई युट्युबको लोगो जुन साइन छ त्यो पनि ल्याएर राख्थ्यौँ भने सजिलो हुन्छ होइन। अब त्यसको लागि म तपाईँहरूलाई एकचोटि इम्पोर्टेन्ट सिकाउन जाँदैछु। ब्याकमा जानु होला र कहाँ डाउनलोड गरिन्छ भन्ने म त्यो पनि सिकाइदिन्छु। यहाँ इमेज डाउनलोडरमा जानु होला, यसमा टच गर्नुहोस्। त्यसपछि अनि यहाँ लेख्नु होला, तपाईँहरूले यहाँ लेख्नुभयो भने हुन्छ होइन। युट्युब यसरी ल हेर्नुहोस् यहाँ यति सर्च गरेर यति धेरै आएको छ अहिले। यहाँ हेर्नु यति धेरै आएको छ होइन। फेरि अब ब्याक रिमुभ.bgबाट चाहिँ नि यसको ब्याकग्राउन्ड रिमुभ गर्नुपर्ने हुन्छ हामीले। अब यहाँ टच गर्नु होला र यसलाई सेभमा जानु होला, यसरी जानु होला। हाम्रो सेभ भइसकेको छ। अब यसलाई मैले पिक्चर ल्याबमा यहाँ माथि टचमा गरिदिनु होला यसरी प्लस आइकनमा। त्यसपछि ग्यालेरीमा जानु होला अनि यो टच गरेर यहाँ फेरि यसलाई अलिकति सानो साइज भयो भने अझै बेटर हुन्छ। यसलाई यसरी घटाइदिनु होला औँलाले टच गरेर होइन। र अनि ओकेमा थिचिदिनु होला। यहाँ हेर्न सक्नुहुन्छ आइसकेको छ। यति भएपछि आकर्षक देखिन्छ अझै। यहाँ ल्याएर राखिदिनु भयो भने अझै राम्रो देखिन्छ। प्लस आइकनको साइडमा छ, यसलाई टच गर्नु होला। सेभ एज इमेजमा जानु होला र अनि यहाँ एरोमा देखिनु भएको छ, क्वालिटीमा जानु होला होइन। क्वालिटी यता कस्टममा गएपछि अल्ट्रामा जानु होला। अल्ट्रा गएपछि एकदमै राम्रो हुन्छ। अल्ट्रामा गएपछि एकदमै एचडी खालको एकदमै क्लियर राम्रो हुन्छ। अल्ट्रामा चुज गर्नु होला। त्यसपछि सेभ टु ग्यालेरी भनेर दिएको छ यहाँ, यसलाई टच गरिदिनु होला। यति गएपछि यो हाम्रो जुन थम्बनेल सेभ भइसकेको छ। अब यसलाई ग्यालेरीमा गएर यसलाई मिनिमाइज गरौँ। अब हाम्रो यो ग्यालेरीमा गएर बसिसकेको छ। यसलाई हेरौँ अब। ल हेर्न सक्नुहुन्छ यस्तो दामी भइसकेको छ। यहाँ आएर बसिसकेको छ। यस्तो तरिकाले हामीले आफैले युट्युबको लागि थम्बनेल बनाएर आफ्नो युट्युब च्यानलमा अपलोड गर्न सकिन्छ। भिडियो कस्तो लाग्यो साथीहरू, प्लिज यदि भिडियोमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला। प्लिज एउटा लाइक गरिदिनु होला र राम्रो नराम्रो जे जस्तो लागे पनि एउटा कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला, ताकि तपाईँहरूको कमेन्टले गर्दाखेरि मलाई पनि अलिकति मोटिभेसन मिल्नेछ, हौसला बढ्नेछ, तपाईँहरूलाई पनि फाइदा हुनेछ। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र फेरि अर्को नेक्स्ट भिडियोमा फेरि अर्को टपिक लिएर आउने नै छु। थ्याङ्क यू सो मच।